नमस्कार, चन्द्रगिरी राइजिङको अर्को अङ्कमा यहाँलाई स्वागत छ। आज हामीसँग हुनुहुन्छ अभिभावक, विद्यार्थी र समाजसँग नजिकबाट सहकार्य गरिरहनुभएका र शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान गरिरहनुभएका एकजना व्यक्तित्व, चन्द्रगिरी प्याप्सनका कोषाध्यक्ष कृष्णहरि बस्नेतज्यू। सरलाई स्वागत गर्नु स्टुडियोमा। सर, स्वागत छ स्टुडियोमा। चन्द्रगिरी प्याप्सन बाहेक तपाईँलाई मैले अरू विषयबाट पनि चिनाउनु पर्ने हो। फुटबल एकाडेमी छ, स्कुल छ, मलाई भन्नुहोस् न सर। रहेको म चाहिँ गोल्डन फ्लावर सेकेन्डरी स्कुलको प्रिन्सिपल, स्कुल पनि चलाइरहेको छु र हामी यो खेलकुद क्षेत्रको लागि चन्द्रगिरी स्पोर्ट्स एकाडेमी मार्फत हामी खेलकुदको विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। यो बाहेक अब समाज सेवा पनि हामी गरिरहेकै छौँ। यति नै हो खासै। हाम्रो स्पोर्ट्स एकाडेमीले त नैकाप गोल्ड कप पनि गर्दै आएको थियो। यो रोकिया छ अहिले, किन रोक्यो सर? अब नैकाप गोल्ड कप हामीले 6औँ संस्करणसम्म सकायौँ। यो गर्दाखेरि चाहिँ हाम्रो ठुलो धनराशि खर्च हुने र हामीले त्यो धनराशि जोगाड गर्नलाई हामीले नसकेको अवस्थाले गर्दाखेरि मुख्य कारण चाहिँ त्यसले गर्दा हो। र त्यो बाहेक अरू विविध कारणहरू छ। त्यहाँ अब फुटबल ग्राउन्डको अवस्था, अब त्यसको जिम्मेवारीका कुराहरू, होइन, फुटबल ग्राउन्डको स्तरोन्नतिका कुराहरू, धेरै कुराहरू छ। त्यसले गर्दाखेरि 2 वर्षदेखि चाहिँ त्यो फुटबल हुन सकेको छैन। त्यो फुटबल चाहिँ एउटा ब्रान्ड बनिसकेको अवस्था थियो। नैकाप गोल्ड कप भनेपछि नेपाल अधिराज्य भएर विदेशमा बस्ने हाम्रो नेपाली दाजुभाइहरूले पनि राम्रो त्यसलाई रेस्पोन्स गर्नु थालिसक्नु भएको थियो। तर मेन रूपमा चाहिँ हाम्रो फाइनेन्सियलै कारणले गर्दाखेरि त्यो अहिले बन्द भइरहेको छ। पोखराको सहारा गोल्ड कप चलाए जतिकै भएको हो नि त नैकाप। एकदम राम्रै पपुलारिटी भइसकेको गेम हो। हाम्रो अब विदेश बस्ने साथीहरूले पनि त्यो गेमको लागि चाहिँ डोनेसन गर्न सुरु गरिसक्नु भएको अवस्था थियो। तर अब फाइनेन्सियल र अन्य विविध कारणले गर्दा चाहिँ अहिलेलाई त्यो फुटबल चाहिँ त्यो टुर्नामेन्ट बन्द भएको छ। अब यसलाई फेरि उठाउनलाई के गरौँ? अब उठाउनलाई त सबैभन्दा पहिला स्थानीय त्यो फुटबल ग्राउन्डको जुन पेरिफेरी छ त्यो क्षेत्रकै हामी चाहिँ जाग्नुपर्ने अवस्था छ, होइन। अब फाइनेन्सियल कुरामा पनि अब नगरपालिका वा प्रदेश वा सरकारले पनि अलिकति केही व्यवस्था गर्ने हो भने हामी त्यसलाई पुनः सुचारू गर्न चाहिँ सक्छौँ। तर अब यो फुटबल टुर्नामेन्ट गर्नलाई चाहिँ फाइनेन्सियली चाहिँ अलिक ठुलो धनराशि लाग्ने र प्राइभेट सेक्टरले त्यसलाई गर्नु नसक्ने भएको हुनाले अहिलेलाई चाहिँ हामीले नगरपालिकाले मात्रै छुट्याएकोले पुगेन। नगरपालिकाले मात्रै त्यो धनराशि गर्नु नसक्ने, सबै खर्च गर्न नसक्ने र नगरपालिकामा पनि अब दिइरहेको पैसा पनि अब विविध कारणले कोही कतैबाट विरोध केही भएर त्यो पैसा पनि अब दिन नमिल्ने भन्ने कुराहरू आइसकेपछि हामीले अहिले चाहिँ त्यो रोकेका छौँ। जसले फुटबललाई साँच्चीकै माया गर्छ, त्यो फुटबललाई माया गर्ने मान्छेले कृष्ण सर यो किन रोक्यो भनेर आजसम्म आएर प्रश्न गरेन? होइन, हामीलाई सामाजिक सञ्जालमा पनि धेरै प्रश्नहरू आउँछ। हाम्रो जस्तो फेसबुक पेज हामीले एउटा रन गर्छौँ क्लबको, हाम्रो त्यसमा चाहिँ 8-9 हजार फलोवर्स हाम्रो हुनुहुन्छ। उहाँहरूले चाहिँ हामीलाई टाइमली सोधिरहनु भएको हुन्छ। विशेष गरी यो हाम्रो फुटबल चाहिँ दसैँ अगाडि गर्ने हाम्रो प्रचलन थियो। त्यो टाइम भइसकेपछि यसपालि फुटबल हुन्छ कि हुँदैन, यसपालि गेम गर्ने कि नगर्ने भनेर देश तथा विदेशबाट चाहिँ हामीलाई हाम्रा शुभचिन्तकहरूले सोधिरहनु भएको हुन्छ। तर अब मेन कुरो फाइनेन्सकै कुरो हुन्छ। अब फाइनेन्सको कुरो आइसकेपछि कोही पनि अब हाम्रो त्यस्तो रेगुलर सोर्स कतैबाट छैन। त्यो अब हामीसँग भएका कम्पनीहरू, इन्डस्ट्रीहरूले पनि हामीलाई त्यो खालको स्पोन्सर गर्नलाई इच्छुक देखिरहनु भएको छैन। त्यसले गर्दा चाहिँ हामीले गेम सञ्चालन गर्न नसकेको अवस्था हो। कुनै दिन पक्कै सुचारू होला। त्यसमा त्यो ग्राउन्ड पनि स्तरोन्नति गर्नै पर्ने पनि छ। ग्राउन्ड त स्तरोन्नति गर्नै पर्छ, किनभने राम्रो गेम हुनलाई त, राम्रो खेलाडीहरू आउनलाई त ग्राउन्ड पनि राम्रो हुनु पऱ्यो, होइन। कोही अब हाम्रो खेलाडीहरू आज नैकाप ग्राउन्डमा खेलेर घाइते भएर फुटबल क्यारियरै ध्वस्त हुने हो कि भन्ने चिन्ता बोकेर त खेलाडी आउँदैन, होइन। होइन, ग्राउन्डमा खेल्दाखेरि म सेफ्टी छु भनेपछि मात्रै आउने हो। त्यसले गर्दाखेरि ग्राउन्डको स्तरोन्नति पनि आवश्यकै छ। यो त भयो फुटबल ग्राउन्डको कुरा। यतापट्टि हाम्रो स्कुल गोल्डन फ्लावर, स्कुलमा के भइरहेछ? गोल्डन फ्लावर अब हामीले बच्चाहरूलाई पढाइ मात्रैलाई फोकस गरेका छैनौँ। पढाइको अलावा हामीले एसिएमा थुप्रै कुराहरू लिन्छौँ। जस्तो हामीले फुटसलको ट्रेनिङहरू गराउँछौँ, बास्केटबल ट्रेनिङ गराउँछौँ, टेक्वान्डो गराउँछौँ, होइन। त्यो चाहिँ गेमको कुरा हो। अब अरू ड्रइङ, ह्यान्डराइटिङदेखि लिएर अरू ट्रेनिङका कुराहरू, बुस्टअप ट्रेनिङहरू यो चाहिँ हामीले रेगुलर गरेका छौँ। अहिले अब नयाँ चाहिँ स्क्र्याबल भन्ने हाम्रो चन्द्रगिरी नगरपालिकाले नै त्यसलाई चाहिँ एउटा सबै स्कुलहरूलाई बोलाएर ट्रेनिङ गरेका छ। त्यो स्क्र्याबल चाहिँ कस्तो भने इन्टरनेसनल पनि कम्पिटिसन हुने गेम भएको हुनाले भोकाबुलरी पावर बढाउन एकदमै इम्पोर्टेन्ट छ त्यो।
त्यसको लागि चाहिँ भर्खरै अब नगरपालिकाले ट्रेनिङ दिएको छ र अब बिस्तारै बच्चाहरूलाई स्क्राबलमा पनि अगाडि बढाउँदैछौँ। त्यसको अलावा अब धेरै कम्पिटिसनहरू हुन्छ त्यहाँ, वक्तृत्व कला हुन्छ होइन, अरू कम्पिटिसनहरू पनि धेरै कम्पिटिसनहरू छ, उनीहरूलाई स्तरीय कम्पिटिसनहरू पनि थुप्रै हुन्छ। त्यसको लागि हाम्रो स्कुलको तर्फबाट पनि हाम्रो बच्चाहरू तयारी गर्ने चाहिँ प्रयासमा छौँ। बच्चाहरू मोबाइलमा मात्रै धेरै इङ्गेज भए लगाउनु सर के गर्ने होला भनेर अभिभावक कतिका त्यो त एकदमै आउँछ। अब विशेष गरी अब रिजल्ट पछि आउँछ त्यो कुरा चाहिँ। अरू बेला चाहिँ प्यारेन्ट्सले पनि त्यति वास्ता गर्नुहुन्न। जब रिजल्ट आउँछ नि, रिजल्टमा राम्रो रिजल्ट आएन भने चाहिँ अनि प्यारेन्ट्सहरूको त्यो कम्प्लेन आउँछ। अब हामीले कति बच्चाहरूलाई त मोबाइल कसरी युज गर्ने भनेर त्यसलाई नेगेटिभ मात्रै होइन, त्यसलाई पोजिटिभ रूपमा पनि हामीले त्यसबाट धेरै कुराहरू सिक्न सक्छौँ। तिमीले टाइम वेस्ट गर्ने होइन, त्यो मोबाइल भनेर चाहिँ हामीलाई अहिले अब अति आवश्यक पनि हो। अब अहिलेको जमानामा मोबाइल छुँदै नछौ, हेर्दै नहेर भन्नु पर्ने सक्ने अवस्था पनि छैन। त्यो भएर हुनाले हामीले उनीहरूलाई त्यसलाई चाहिँ कसरी युज गर्ने, मिसयुज नगरिकन त्यसलाई कसरी त्यसबाट बेनिफिट लिने भन्ने कुरा चाहिँ हामीले बच्चाहरूलाई काउन्सिलिङ गरिरहेको छौँ। चाहिँ खेलकुदमा दौडिनलाई त अभिभावकहरूले रोक्नुहुन्न नि बच्चाहरूलाई? खेलकुदमा पनि यस्तो छ, केही प्यारेन्ट्सहरूले त अब खेल्यो भने बिग्रिन्छ, डान्स गऱ्यो भने बिग्रिन्छ भन्ने खालको कन्सेप्ट पनि अझ पनि केही चाहिँ बाँकी छ। तर धेरै जस्तो प्यारेन्ट्सहरूले चाहिँ अब बिस्तारै बुझिसक्नु भएको छ कि खेल पनि एउटा पढाइकै एउटा अभिन्न अङ्ग हो भन्ने कुरा चाहिँ अब चाहिँ धेरै प्यारेन्ट्सहरू कन्भिन्स हुनुभएको छ। यी बुवा आमाको कम्प्लेन सुन्दै गर्दा अनि ती केटीको चकचक हेर्दै गर्दाखेरि तिनीहरूको मुहारमा सानो कृष्ण देख्नुहुन्छ? बच्चाहरूको प्यारेन्ट्सहरूले चाहिँ कस्तो सोच्नुहुन्छ भने 24 घन्टा पढिदियोस् होइन, त्यो सम्भवै छैन। 24 घन्टा किताब बोकेर बस्ने भनेको सम्भवै छैन। बच्चाको अधिकार भनेको खेल्ने पनि हो नि त, पढ्ने मात्रै होइन। तर बच्चालाई चाहिँ के चाहिँ गराउन हामी कोसिस गरिरहेको छौँ भने अनुशासित रूपमा बच्चाले पढ्नुपर्ने टाइममा पढ्नु पऱ्यो, खेल्ने टाइममा खेल्न पाउनुपर्छ, खेलाउनुपर्छ भनेर हामी प्यारेन्ट्सलाई पनि काउन्सिलिङ गरिरहेको छौँ। बच्चालाई पनि तिम्रो राइट हो, तर तिमीले त्यसलाई मिसयुज गर्नु हुँदैन भनेर चाहिँ हामी गरिरहेको छौँ। अब अहिले बच्चाहरू, सानो बच्चाहरूमा जुन एउटा चञ्चलता, पहिलाको बच्चाहरूभन्दा अहिलेको बच्चा एकदम क्रिएटिभ भइसकेको छ होइन। हाम्रो बेलाको जस्तो बच्चाहरू छैन। अहिलेको बच्चाहरू यस्तो सार्प भइसकेको छ कि त्यो बच्चाहरू हेर्दाखेरि चाहिँ हामी चाहिँ अहिले जन्मिनु पर्ने हो कि भने जस्तो त्यस्तो फिल हुन्छ कि छिटो जन्मिएछ भने जस्तो चाहिँ अहिले लाग्छ। त्यो बच्चाहरूको एक्टिभिटिजहरू हेर्दाखेरि राम्रो एकदमै स्मार्ट छन् अहिलेको बच्चाहरू। त्यो बच्चाहरूलाई भोलि गएर त्यो उनीहरूले जुन उनीहरूको क्युरियोसिटी छ त्यसलाई हामीले क्याच गर्न सक्यो र त्यसलाई राम्रोसँग लान सक्यो भने चाहिँ बच्चाले अझै स्मार्ट हुन्छ। त्यसमा हामी काम गरिरहेको छौँ। तर हुन त अहिले जन्मिनु पाए भन्दै गर्दा फेरि अहिले यो यति लामो समयसम्म समाजमा तपाईँले पुर्याउँदै आउनुभएको योगदान फेरि कसले पुर्याइदिन्थ्यो होला भन्ने पनि प्रश्न रहला। त्यो त आफ्नो ठाउँमा छ। तर बच्चाहरू देख्दाखेरि चाहिँ हामीले अहिलेको बच्चाहरूले गरेको सुविधा उपभोग, अहिलेको बच्चाहरूले पाएको सुविधा होइन, त्यो चाहिँ हाम्रो बेलामा नभएको कारणले त्यस्तो लाग्दो रहेछ। स्मार्ट हुँदा हुँदै पनि अलिक अधैर्य चाहिँ छन् नि बच्चाहरू। अहिलेको बच्चाहरूमा आफू खुसी गर्नु पायो भने चाहिँ गर्ने, अरूले भनेको अनुसार चल्न अलिक गाह्रो मान्ने जस्तो कन्डिसन देखिन्छ। अहिलेको बच्चाहरूको माइन्ड पनि एकदमै सार्प छ। बच्चाहरू अब सानो बच्चाले पनि मोबाइल राम्रोसँग चलाइदिन्छ, किनभने त्यो उसको दिमाग भएर गरे हो। तर त्यो बच्चाहरूलाई चाहिँ कस्तो भने आफू खुसी गर्न पायो भने चाहिँ त्यो कुराहरू गर्ने, तर अरूको अन्डरमा बसेर गर्न नखोज्ने जस्तो देखिन्छ। जस्तो हामी विश्वकप सेरोफेरोमा छौँ। विश्वकप मैले उदाहरण के दिन चाहेँ, 90 मिनटको खेल खेल्दै गर्दा 90 मिनटमा भित्र तपाईँको एउटा सर्टेन पेरिफेरीमा खेल्नुपर्छ, कुनै त्यो लाइनभन्दा बाहिर जानु भएन, 90 मिनट खेल्नुपर्छ, खेल्दाखेरि पनि अनुशासनमा बाँधिनुपर्छ। यी चिजहरू चाहिँ सबै हुँदाहुँदै पनि फुटबलले सिकाउने यो कुरालाई बच्चाहरूलाई सिकाउन कतिको सजिलो छ? बच्चाहरूलाई चाहिँ हामीले जुनसुकै गेमको अथवा जुनसुकै कामको पनि एउटा रुल्स हुन्छ। त्यो रुल्सभित्र बसेर जो बच्चा अनुशासित रूपमा जुनसुकै काम अनुशासित रूपमा गर्न सक्छ ऊ नै सफल हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझाउनु जरुरी छ। जस्तो त्यहाँ एउटा रेफ्री हुन्छ, रेफ्रीले गेम खेलाउँदाखेरि रेफ्रीको रुल्स मानेर खेल्नुपर्ने हुन्छ। स्कुलमा पनि त्यस्तै हो। स्कुलभित्र बसिएपछि स्कुलको आफ्नो रुल्स हुन्छ, टिचरको एउटा ड्युटी हुन्छ। त्यो सबै कुराहरू चाहिँ त्यो रुल्समा बसेर गर्न सक्यो भने जसरी फुटबल खेल्दाखेरि रुल्समा बसेर खेल्दाखेरि सक्सेस हुन्छ, मेहनत गर्दाखेरि सक्सेस हुन्छ, त्यही अनुसार पढाइमा पनि लागु हुन्छ। त्यो कुरा चाहिँ वर्ल्ड कप हेरेर पनि बच्चाहरूले त्यसलाई पढाइसँग रिलेटेड गर्न सक्छन् जस्तो लाग्छ। अनुशासनका हिसाबले, धैर्यताको हिसाबले, स्मार्टेस्टको हिसाबले त तुलनै हुँदैन होइन। 20 वर्ष अगाडिको बच्चा र अहिलेको बच्चामा के फरक? त्यो धैर्य र अनुशासनको हिसाबले
अब अहिले अनुशासन भनेर अब हामीले हाम्रो पालाको अनुशासन र अहिलेको अनुशासनको खास अब परिभाषा पनि अलिकति फरक भइसकेको छ होइन, फरक देखिन्छ। अब हाम्रो पालामा चाहिँ प्यारेन्ट्सले भनेकै मान्नुपर्ने, जे भन्यो त्यही कुरा मात्रै गर्नुपर्ने, त्यसको अलावा दायाँ बायाँ गर्नु नपाइने कुरालाई अनुशासन मानिन्थ्यो। अब अहिले चाहिँ बच्चाहरू नराम्रो बाटोमा लागेन, राम्रो बाटोमा लागेर पढिदियो भने त्यो चाहिँ अनुशासित जस्तो भन्ने बुझिन्छ होइन। अब बच्चाहरूले राम्रोसँग पढिदिएर राम्रो बाटोमा लागेर अब कुलतमा नलागिकन राम्रो सिक्नुपर्ने कुरामा आफूले राम्रोसँग सिक्ने, पढ्ने कुरामा पढ्ने र प्यारेन्ट्ससँग कमसेकम घरमा 1-2 घन्टा चाहिँ प्यारेन्ट्ससँग टाइम सेयर गरिदियो भने अब अहिलेको बच्चा अनुशासित भनेर बुझ्नु पनि हो कि जस्तो लाग्छ। अनि यो एआई र सोसियल मिडियामा अहिले एकदमै अभ्यस्त छन्, यो अवसर भन्ने कि चुनौती भन्ने? अब यो त दुवै हुन्छ। अब एउटा सिक्काको दुईटा पाटा हुने जस्तो दुवैतिर अवसर पनि छ, चुनौती पनि छ। अब चुनौती छ भनेर त्यसलाई छुँदै नसक्यो भने त त्यसले अवसर गुमाउँछ होइन। अवसर हो मात्रै भनेर दियो भने फेरि त्यसको चुनौतीले गर्दा उसैलाई चाहिँ ह्याम्पर भइरहेको हुनसक्छ। त्यसले गर्दाखेरि यो दुवै कुरा अवसर र चुनौतीलाई सँगसँगै लगेर अवसरलाई चाहिँ लिने, तर त्यो चुनौती भनेर त्यसको लागि चाहिँ हामीले छुँदै नछुने यो खराब चिज भनेर त्यसलाई पायो भने चाहिँ हामीले धेरै कुरा सिक्नु सक्छौँ। त्यसको लागि चाहिँ यो अवसर नै हो, यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ भनेर पोजिटिभ रूपमा लिएर त्यसलाई हामीले राम्रोसँग युज गऱ्यौँ भने चाहिँ यो अवसर हो होइन। अब नराम्रोसँग त्यसलाई मिसयुज गर्न थाल्यो भने चाहिँ धेरै चुनौती हो। एउटा विद्यालयलाई चिनाउँदाखेरि भवनले चिनाउने कि नतिजाले चिनाउने, कसरी चिनाउने? मैले किन यो सोध्दैछु भने काठमाडौँका केही विद्यालयहरू मैले देखाएको छु, त्यहाँ चाहिँ एसेम्ब्ली बस्न बच्चाहरूलाई, सबै बच्चाहरूलाई एसेम्ब्ली बस्न पनि ठाउँ पुग्दैन, त्यसलाई भवनले चिनाउँछ कसरी भन्ने, नतिजा मात्रै राम्रो आएर पनि नतिजाले चिनाउँछ कसरी भन्ने के त यसलाई? यस्तो छ, सबैभन्दा पहिलो कुरो चाहिँ पूर्वाधार, भौतिक पूर्वाधार। बच्चाको एउटा बाल अधिकार हुन नहुने खालको चाहिँ वातावरण चाहिँ स्कुलमा हुनुपर्छ होइन। बच्चाहरूलाई खेल्ने ठाउँ, अब जस्तो वासरुमको व्यवस्थाहरू, खानेपानीका व्यवस्थाहरू। पहिलो कुरो त बच्चाको स्वास्थ्य हो नि त। शिक्षा अब त्यसको रिजल्ट भनेर चाहिँ त्यो पछाडिको कुरा हो। रिजल्ट पनि आवश्यक छ, तर त्योभन्दा पहिला बच्चाको जुन अधिकार हो बच्चाले पाउनुपर्ने, त्यो अधिकार चाहिँ स्कुलमा पाउनुपर्छ। खेल्ने एरियाको हिसाबले, ग्राउन्डहरूको हिसाबले, अथवा खानेपानीको हिसाबले होइन, टोयलेटको हिसाबले, टिचरले गर्ने व्यवहारको हिसाबले, यो कुराहरू चाहिँ यो बच्चाको अधिकारभित्रको कुरा हो। त्यो सबै कुराहरू पुगेपछि बल्ल अनि चाहिँ त्यसको नतिजा चाहिँ मुख्य कुरा जस्तो लाग्छ। अब विश्वकपतिर फर्केर हाम्रो स्पोर्ट्स एकाडेमीले चाहिँ के गर्छ? अब लैका गोल्ड कप त रोकिया छ, कुनै दिन होला, त्यो अलावा खेलकुदको माहौलमा विश्वकपतिर फिर्ता अर्थ खेलकुदको माहौल जोड्न खोजेको। अब हामीले चाहिँ सामान्य यो फुटसलहरू टाइमली कहिले फुटसलहरू गराउँछौँ। अनि हाम्रो क्लबले चाहिँ विशेष गरी यो सामाजिक क्षेत्रमा काम गर्ने हुनाले ब्लडहरू सर्टेज भएको अवस्था त्यस्तो न्युजहरू आयो भने चाहिँ हामीले ब्लड डोनेसनहरू पनि गराउँछौँ, त्यो गराएको छौँ होइन। सरसफाइका कुराहरू गराउँछौँ। अब अहिले यो वर्ल्ड कपले लाग्यो भने चाहिँ क्लबले विशेष केही गरेको छैन, किनभने अब हामीले पहिला चाहिँ प्रोजेक्टरहरू राखेर गेमहरू देखाउने काम गर्थ्यौँ। अब त्यो पनि अब अहिले चाहिँ अनुमति लिनुपर्ने, त्यो अनुमति लिन झन्झट हुने, अब अहिले अरूलाई डिस्टर्ब हुने विभिन्न कुराहरूले गर्दाखेरि अहिले हामीले त्यो चाहिँ बन्द गरेका छौँ, त्यो गरेका छैनौँ। नत्र पहिला हामीले चाहिँ क्लबबाट प्रोजेक्टर राखेर जो इच्छुक छन्, जो हेर्न रहर गर्नुहुन्छ उहाँहरूलाई चाहिँ हामीले प्रोजेक्टरबाट देखाउने गरिरहेका थियौँ गेमहरू। पहिला त टोलमै त्यो मजाको माहौल हुन्थ्यो नि। अहिले समाज असुरक्षित भएर कि विश्वास नभएर कि त्यो सबैजना इन्डिभिजुअल भइसक्या भएर कि यही कानुनी झमेला अथोरिटी लिन पर्ने, के गर्न पर्ने? अब अहिले मान्छे बिजी पनि भए खास गरी। अब कति मान्छे बिहान उठेर आफ्नो काममा जानुपर्ने हुन्छ, रातभरि त्यसरी डिस्टर्ब भइदियो भने त उहाँहरूलाई अप्ठ्यारो पनि पर्ने, त्यो खालको एउटा कम्प्लेन पनि छ। अनि अब मासमा बसेर हेर्दाखेरि विवाद बढी हुने, झैझगडा हुने हिसाबले चाहिँ राज्यले पनि यसलाई बन्द गराउनु भन्ने खालको एउटा कन्सेप्ट ल्यायो। त्यसले गर्दाखेरि अब यो टोलमा पहिला जस्तो जम्मा भएर हेर्ने माहौल छैन। अनि अहिले फेरि के भयो भने घरमै ठुला टिभीहरू पनि आयो नि त। पहिला त सानो टिभी थियो, सानो टिभीमा हेर्दाखेरि त्यति मजा पनि नआउने, अनि मान्छेहरूले प्रोजेक्टर हेर्ने रहर हुन्थ्यो। अब अहिले घरमै पनि ठुल्ठुलो स्मार्ट टिभीहरू आएको हुनाले पनि त्यो चाहिँ बन्द भएको जस्तो लाग्छ मलाई। आफ्नो पालामा हेर्नुभयो? हेऱ्यौँ, हामीले मजाले हेऱ्यौँ। हामीले अरूलाई पनि देखायौँ, प्रोजेक्टर राखेर खुला ठाउँमै राखेर होइन। वर्ल्ड कप हामीले पुरै देखाउने पनि गरेका थियौँ। वर्ल्ड कपमा चाहिँ होइन, हामीले त्यो युरो कपहरू पनि हेर्ने गरेका थियौँ पहिला चाहिँ। अब अहिले यो अनुमति लिनुपर्ने झैझगडाको सम्भावनाहरू होइन, फेरि केही चाहिँ अब यो मादक पदार्थ सेवन गरेर पनि आइदिने होइन,
त्यसले गर्दा त्यो अवस्थाले गर्दाखेरि अहिले चाहिँ बन्द भएको छ। जिम्मेवारी थपेपछि त्यो सटाउन सहज भन्दा बन्दै गरेर सामाजिक उसमा चाहिँ अलिकति अब सबैलाई हेर्नु पऱ्यो नि त। हजुर कोही मान्छे सुत्न चाहला फुटबलै हेर्छ भन्ने छैन, सबैले हेर्छ भन्ने सुत्न खोज्ने मान्छेलाई त डिस्टर्ब भयो, त्यो पनि गर्नु भएन। आफ्नो अधिकार भनेर अर्काको अधिकार भन्नु पनि पाइएन, त्यसले गर्दा पनि बन्द भएको हो जस्तो लाग्छ मलाई। अहिले त धेरै कम छ। सबभन्दा पहिलो फुटबल कहिलेको याद छ आफूले हेरेको? मैले 86 को हेरेको छु। हजुर 86 को वर्ल्ड कप चाहिँ म्याराडोनाको पालाको वर्ल्ड कप चाहिँ मैले फर्स्ट वर्ल्ड कप चाहिँ त्यो त्यति बेला हेरेको छु। त्यति बेला हो म म्याराडोना भनेर चिनेर अर्जेन्टिनाको अलिकति अर्जेन्टिनातिर झुकाव भएको चाहिँ त्यति बेला हो। अब अहिले धेरै टिमहरू आइसकेपछि चाहिँ अब अहिले छैन। मैले चाहिँ खास मैले यो पटकलाई चाहिँ मैले ब्राजिललाई समर्थन गरेको थिएँ, तर हारेको। अनि आफू पनि खेलाडी त्यो वर्ल्ड कप हेरिसकेपछि इन्सपायर भएर कि त्योभन्दा अगाडि खेल्नुहुन्थ्यो? मैले पहिल्यै खेल्थेँ, हजुर हामी पहिल्यै खेल्थ्यौँ। वर्ल्ड कप त एउटा सपना नै भएको छ, फुटबल खेलाडीको वर्ल्ड कप पनि सपना हुन्छ। तर हाम्रो बेलामा त्यस्तै त्यो अन्तर्राष्ट्रिय गेमहरूमा त्यस्तो खालको पहुँच थिएन। लोकल लेभलमै हो खेल्ने चाहिँ। म्याराडोनाको त्यो वर्ल्ड कप चाहिँ मैले सुरुको वर्ल्ड कप चाहिँ त्यो कहाँ खेल्नुभयो आफ्नो बेलाको समयमा? विशेष त हामी त्यहाँ लोकल उसमै खेल्यौँ होइन। अनि गेमहरू खेल्दाखेरि हामी क्लब गेम पनि खेल्नु क्लब गेमहरू खेल्यौँ। किर्तिपुरमा यो अहिले क्रिकेट मैदान बनाएको छ, त्यहाँ चाहिँ फुटबल खेल्नु पहिला त्यहाँ खेल्यौँ। नुवाकोटसम्म हामी खेल्न गयौँ होइन। क्लब गेमहरू धेरै खेल्यौँ, तर स्थानीय रूपमा चाहिँ हामीले जुन टुर्नामेन्टहरू हुन्थ्यो त्यो नाइकाको ग्राउन्डमा हामीले त्यहाँ धेरै गेमहरू चाहिँ त्यहीँ स्थानीयमै खेल्यौँ। माधवतीर्थ ग्राउन्डमा पनि माधवतीर्थमा चाहिँ त्यति ठुलो ग्राउन्ड थिएन, तर त्यहाँ पनि टुर्नामेन्ट चाहिँ हुन्थ्यो। अहिले पनि गएको छ 2-3 साल पनि त्यहाँ गेम भयो, ओपन गेमै भयो। त्यहाँ पनि खेलेका छौँ। त्यति बेला हामीले खेल्दाखेरि चाहिँ धेरै टाढा गएर त्यस्तो प्रोफेसनल हिसाबले खेल्ने अवस्था थिएन। मेन लोकलै हो, स्थानीय नै खेल्थ्यो। वडा कपहरू हुन्थ्यो। अब हाम्रो चाहिँ त्यहाँ फेरि नाइकापमा चाहिँ गाविस कप भन्ने हुन्थ्यो। एउटा गाविसको एउटा टिम त्यसरी टुर्नामेन्टहरू हुन्थ्यो, वडा स्तरीय हुन्थ्यो होइन। पछि गएर चाहिँ ओपन गेमहरू हुँदैन। यो चन्द्रगिरीको सबै स्कुलहरूको वर्ल्ड कप जस्तै एउटा गेम प्लान गरेर अर्गनाइज गरेर बच्चाहरूलाई खेलाउने सम्भावना कति हुन्छ? त्यो गेम स्पिरिटमा मोटिभेटेड सम्भावना छ। हामीले हाम्रो प्यासनमा त्यो कुराहरू पनि पुरै यो कुराहरू उठ्या हो, हामीले गर्नुपर्छ भनेर हामीले चाहिँ फुटसल चाहिँ इयरली गरेर आएको छौँ बच्चाहरूलाई। चन्द्रगिरी नगरपालिकाको स्कुलहरूलाई कम्पिटिसन गर्छौँ। अनि काठमाडौँ जिल्ला प्यासनले चाहिँ एउटा नगरपालिकाबाट 3वटा टिमलाई मौका दिन्छ। फर्स्ट सेकेन्ड थर्ड भन्ने टिमले चाहिँ जिल्लाभरिको गेम खेल्छ। त्यसको लागि हामीले वर्षी नै गेमहरू गरिरहेको छौँ र जिल्ला कम्पिटिसन गरिरहेको छौँ। अब अहिले चाहिँ हामीले एउटा कुरा चाहिँ के उठ्यो भने फुटसल मात्रै होइन, फुटबल गरौँ भन्ने कन्सेप्ट चाहिँ हाम्रो उठिएको छ। अब त्यसको लागि हामी त्यो चाहिँ हामी बाटामै छौँ, कुराकानी गरिरहेको छौँ। त्यसको लागि हामीले फुटबल गरेर स्कुल लेभलबाट एउटा लेभल गरेर त्यो प्यासनको फुटबल चाहिँ हामीले चन्द्रगिरी नै आयोजना गर्न सक्ने गरी 10वटा नगरपालिका र महानगरपालिकालाई चाहिँ समेट्ने गरी त्यो गर्न सक्छौँ र गर्ने प्रयास पनि कुराकानी पनि भइरहेछ। यसपालि त्यो सम्भावना होला। हामीले त्यो गेम चाहिँ पुसमा करिब यो हाम्रो भ्याकेसनको टाइममा पुसमाघमा गराउन सकिन्छ कि भन्ने त्यो हाम्रो छलफल चाहिँ भइरहेछ। प्याप्सनमा आबद्ध भइसकेपछि त विभिन्न स्कुलका विद्यार्थीहरूसँग भेटघाट त्यो दोहोरो संवाद त पक्कै हुँदो। यो यहाँको चन्द्रगिरीको विद्यार्थीहरूमा सम्भावना के देख्नु भएको? एकदम राम्रो छ। अब फुटसलमा पनि हाम्रो चन्द्रगिरीबाट राम्रो टिमहरू पोहोर पनि हाम्रो जिल्ला प्याप्सनमा गएर राम्रो कम्पिटिसन दिएर आएको होइन। अरूमा पनि जस्तो ड्रइङमा यो वक्तित्व कलाहरू इसिए जुन हामीले गराउँछौँ त्यसमा चन्द्रगिरीबाट प्रतिनिधित्व भएर जाने खेलाडीहरू अथवा जो सहभागी हुनुहुन्छ उहाँले राम्रो प्रतिनिधित्व गरिरहनु भएको छ। छैन हाम्रो फुटसलमा पनि जितिरहेको छ होइन। डान्सहरूमा पनि जितिरहेको छ। जस्तो जिल्लाव्यापी डान्स कम्पिटिसनहरू हुन्छ, ड्रइङ कम्पिटिसन हुन्छ। चन्द्रगिरीमा राम्रो उत्पादन चाहिँ भइरहेको छ। भूगोलले पनि त्यो हावापानीले पनि यसै पनि सुन्दर छ हाम्रो चन्द्रगिरी होइन।
बच्चाहरूले गएपछि रिप्लात नआउँदाखेरि झन् त्यसमा सुनमा सुगन्धै थपिएको छ। त्यो अब हाम्रो स्कुलहरूको एक खालको लगानी पनि हो होइन। अनि प्लस बच्चाहरूलाई चाहिँ स्कुलले के दिन्छ त भन्दाखेरि हरेक क्षेत्रमा चाहिँ स्कुलबाट पनि बच्चाहरू अगाडि बढाउन सकिन्छ भनेर चाहिँ हामीले एक खालको मेसेज दिएको खोजिरहेको छौँ। चन्द्रगिरीको सबै स्कुलहरूले एउटै सपना देख्ने, एउटा सपना देख्न पाउने भने सामूहिक रूपमा के चाहिँ सोच्न पर्छ? अब हामी चन्द्रगिरी चाहिँ शिक्षाको एउटा हब बनाउने भनेर लागिरहेको छौँ भनौँ। अब मेयर पनि त्यही एउटा उसले चाहिँ काम गरिरहनु भएको छ, उहाँले त्यही मोटो लिएर काम गरिरहनु भएको छ। चन्द्रगिरी सम्भावना भएको क्षेत्र हो। अब हरेक स्कुलले गर्दाखेरि चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा हाम्रा विद्यार्थीहरूले चाहिँ पुर्याउनलाई के गर्न सकिन्छ भनेर चाहिँ हामी लागिरहेको छौँ। जस्तो अहिले हाम्रो डायमन्ड क्लबले भलिबलको विधामा काम गरिरहेको छ। लेडिज भलिबल राम्रो उत्पादन गरिरहेको छ होइन। न्यू डायमन्ड महिला टोली भलिबलमा चाहिँ राम्रो क्लब भइरहेको छ। कुमार सर जमानादेखि एक्टिभ। अब महिला भलिबलमा विशेष उहाँको योगदान छ होइन। त्यस्तै गरी फुटबलहरूमा पनि हामी लागिरहेको छौँ। त्यो पनि हामी लागिरहेको छौँ। अब त्यतिले मात्रै भएन भनेर चाहिँ हामी अब अहिले अरू कुराहरूमा जस्तो डान्सका कुराहरू, म्युजिकका कुराहरू होइन। अब सबैले फुटबलै खेल्नुपर्छ, फुटसलै खेल्नुपर्छ, भलिबल खेल्नुपर्छ भन्छ। कोही बच्चाहरूको इन्ट्रेस्ट म्युजिकमा होला, कोही बच्चाहरूको गायनमा होला होइन। त्यो जे जति बच्चाहरूको इन्ट्रेस्ट छ त्यो हरेक कुराहरूलाई चाहिँ हामी समेटेर प्रोग्रामहरू गरिरहेको छौँ। यो दिनदिनै स्कुल जाँदा अनि त्यस पछाडि बच्चाहरू भेट्दा उनीहरूको भविष्य नै कोर्ने विषय मात्रै कुरा भइरहँदाखेरि बिदा हुन्छ नि फ्याक्ट। बिदा के गर्ने? खालि बच्चै भेट हुँदैन त होइन। अब यस्तो बानी कस्तो परेछ भने स्कुल बिदा भयो भने कहाँ गएर टाइम पास गर्ने भने जस्तो भएछ। अब स्कुल जाँदा बच्चाहरूसँग खेल्यो भने टाइम गएकै पत्ता हुँदैन, छुट्टी भइसक्छ। तर त्यो छुट्टी भएको दिन बच्चाहरू स्कुल नआउनु दिन चाहिँ त्यो दिन कट्नलाई असाध्यै गाह्रो भयो जस्तो त्यस्तो फिल हुँदो रहेछ। अब त्यो एक खालको बानी नै भइसक्यो हामीलाई चाहिँ। बच्चा भएन स्कुल बिदा भयो भने चाहिँ हामीलाई टाइम पास गर्न गाह्रो हुन्छ। यता दया सरले मलाई एक दिन भन्दै हुनुहुन्थ्यो क्या, यो बच्चाहरूसँग बसेर आफू सधैँ यङ फिल हुन्छ भन्दै हुनुहुन्थ्यो क्या। त्यो फिल चाहिँ कतिको हुन्छ? अब बच्चाहरूसँग खेल्दाखेरि तपाईँले भने जस्तो हाम्रो त एज गएछ है भने जस्तो त्यस्तो चाहिँ फिल आउँछ। किनभने उनीहरूसँग जिस्क्यो बस्यो खेल्यो होइन। बच्चाहरू अब सँगै बस्दाखेरि चाहिँ हामी पनि त्यही पेरिफेरीमा छौँ कि भने जस्तो फिल चाहिँ आउँछ। तर अब उमेर हुने हामीले त रोक्नु सक्ने कुरो होइन, जान्दा भइहाल्छ। तर फिलिङ्स चाहिँ फेरि फिलिङ्सले चाहिँ अझ अगाडि काम गर्नलाई पोजिटिभ। यो शिक्षा क्षेत्रमा योगदान दिनुभएको यति लामो समय भइसक्यो। हरेक दिन त्यही कुरा, हरेक दिन त्यसैको लागि लिएर त्यसैको लागि प्रवृत्ति, सबभन्दा गर्व महसुस हुने क्षण एकदम खुसी लाग्ने भनेको चाहिँ बच्चाहरूले जुन स्कुल एसी कटाउँदाखेरि राम्रो रिजल्ट ल्याएर त्यो बच्चाहरूले खुसी हुँदै लड्डु खुवाउनुहुन्छ क्या। अहिलेसम्म त्यो बच्चालाई छ केही घटिया छ त्यो आफ्नो आउँछ। तर त्यो जब त्यो बच्चाहरूको अनुहारमा खुसी देखिन्छ नि त्यति बेला चाहिँ हामी नै खुसी भएको जस्तो फिल चाहिँ हुन्छ। बच्चाले हरेक क्षेत्रमा आफ्नो सफलता पाउँदाखेरि चाहिँ त्यो सफलता चाहिँ हामीले नै पाएको हो भन्ने खालको त्यो महसुस चाहिँ हुन्छ। यो त भयो खुसीको क्षण। जिन्दगीमा आजसम्म यत्रो गर्दा गर्दै पनि भएन भनेर सबभन्दा दुःख लागेको चाहिँ यस्तो छ। अब हामी स्कुल सञ्चालकले पनि सकेसम्म बच्चालाई राम्रै दिउँ, राम्रै गरौँ भनेर हुन्छ। सधैँ त्यसैमा हामी तल्लीन भएर आउँछौँ। तर कहिलेकाहीँ अब राम्रो गर्दा गर्दा नि प्यारेन्ट्सले त्यो कुराहरूलाई चाहिँ नबुझिदिएर अथवा हामीलाई त्यसमा चाहिँ ब्लेम गरिदिनु भयो भने चाहिँ त्यति बेला चाहिँ अलिक दुःख लाग्दो रहेछ, बढी दुःख लाग्दो रहेछ होइन। अब हामीले कहिले पनि बच्चा स्कुलमा लडोस् घाइते होस् त कहिले पनि भन्दैनौँ। तर अब इन्सिडेन्टली कहिलेकाहीँ बच्चाहरू घाइते हुनुहुन्छ। अब हामीले गर्ने के भन्छ जस्तो हामीले अहिले हाम्रो गोल्डेन स्कुलले नर्सिङ दिइरहेको छ होइन। हाम्रो स्कुल टाइममा चाहिँ नर्स त्यहीँ हुनुहुन्छ। हामीसँग नर्मल औषधिहरू त्यहीँ छ, बेडिङहरू छ, सबै कुराहरू छ। तै पनि बच्चाहरू चाहिँ कहिलेकाहीँ हुनसक्छ खेल्दाखेरि घाइते हुनसक्छ, अथवा हिँड्दाखेरि पनि लड्न सक्छ। अनि त्यति बेला हामीले अब त्यहाँ फर्स्ट एड गरेर अब लाने भने त हामी हस्पिटलै हो। अनि कोही प्यारेन्ट्सले चाहिँ नबुझेर यो कसरी लड्यो, के किन भयो, कसो भयो गर्दाखेरि चाहिँ हामीले यत्रो गर्दाखेरि पनि किन यस्तो खालको प्यारेन्ट्स चाहिँ गर्नुभयो। अब हामीले गर्ने त त्यही त हो नि, सकेसम्म घाइते नहोस् भन्ने, घाइते भयो भने ट्रिटमेन्ट गर्ने, त्योभन्दा त हामीसँग विकल्प हुँदैन। त्यो गर्दाखेरि चाहिँ प्यारेन्ट्सले कहिलेकाहीँ नबुझेर त्यसलाई हामीलाई नै हो नहो अब हामीले नै घाइते बनाइदिएको जस्तो खालको बिहेभ गर्नु, त्यतिखेर चाहिँ हामीलाई अलिक नमजा लाग्दो रहेछ।
अनि अर्को कुरो बच्चाहरूको जुन अब सबै बच्चाहरू एउटै लेभलको त हुँदैन। कोही अब धनीको बच्चाहरूमा, कोही गरिबको बच्चाहरूमा, कोही ज्यामी काम गरेका पनि हामीसँग बच्चाहरू पढ्छन्, टनलमा काम गरेका पनि हामीसँग बच्चाहरू पढ्छन्। र हामीले चाहिँ सकेसम्म स्कुलले कोही पनि बच्चाहरूलाई भेदभाव नगरिकन समान रूपमा हामीले त व्यवहार गर्छौँ। अनि कहिलेकाहीँ चाहिँ त्यो बच्चाहरूको टिफिनका कुराहरू अथवा अरू ड्रेसका कुराहरू आउँदाखेरि चाहिँ त्यो बच्चाहरूले मन दुखायो भने चाहिँ हामीलाई पनि कता कता मन अमिलो हुने खालको त्यस्तो अनुभव चाहिँ हामीसँग पनि छ। एउटा बच्चाले मिठो टिफिन खाइरहँदाखेरि अथवा कहिलेकाहीँ हामीले कस्तो गर्छौँ भने आउटड्रेसमा पनि बोलाउँछौँ नि। आउटड्रेसमा बोलाउँदाखेरि पनि अब कोही बच्चाले अब राम्रो खालको लगाएर आउला, कोहीले अलिक कम लगाएर आउला नि त। अनि त्यतिखेर त्यो बच्चाले चाहिँ उसको जस्तो भनेर जुन गर्छ नि, त्यति गर्दा चाहिँ हामीलाई चाहिँ अलिक मन भारी भए जस्तो मलाई चाहिँ त्यो फिल हुन्छ। फेरि यो असर त यता विद्यालयमा मात्र नभएर घरसम्म पुग्छ। अनि त्यो बच्चाले भोलि गएर घरमा गएर मलाई पनि यस्तै चाहियो भन्छ कि। अनि प्यारेन्ट्सले के भनेर भन्नुहुन्छ हामीलाई, यो फलानाले यस्तो यस्तो लिएर आएर चाहिँ मेरो बच्चाले यस्तो चाहियो भनेर पिरायो भने चाहिँ त्यो अवस्था आयो भने चाहिँ मलाई चाहिँ अलिकति नमजा लाग्छ। त्यति बेला चाहिँ अब हामीले त स्कुलले त हामीले कुनै भेदभाव गर्दैन। जस्तो हामीले स्कुलमा टिफिन यो कुनै चाडपर्व स्पेसल मनाउँदाखेरि हामीले स्कुलले खुवाउँछौँ। त्यो खुवाउँदाखेरि चाहिँ बच्चाहरूमा अलिकति खुसी, अलिकति नयाँ खालको हुन्छ। जस्तो अहिलेको बच्चाहरू मोमो खाने भनेपछि एकदमै खुसी हुन्छ। अब हामीले चाहिँ त्यो चाडपर्वहरू यताउति सेलिब्रेसन गर्दाखेरि चाहिँ त्यो खालको टिफिनहरू दिन्छौँ। अनि त्यति बेला बच्चाहरू एकदमै खुसी हुन्छ। अब प्यारेन्ट्सको लेभल अब भन्न त प्राइभेट स्कुलमा पढ्ने धनी बच्चाहरू पढ्छन् त्यो होइन। हामीसँग पनि गरिबका बच्चाहरू, फाइनेन्सियली कम आर्थिक स्थिति कमजोर भएको प्यारेन्ट्सको बच्चाहरू हुनुहुन्छ। त्यति बेला चाहिँ हामीलाई अलिकति नमजा फिल त्यो चाहिँ पेरेन्ट्सले बुझिदिनु पर्यो कि बच्चाहरूमा हामीले एज अ पेरेन्ट्स गरिरहेको आफ्नो बच्चालाई पुलपुलाइरहेको चिज अर्को बच्चाले नपाइरहेको हुनसक्छ। त्यो चाहिँ बराबर हुने गरी प्यारेन्ट्सले धेरै नक्कल नगरिदिकन, जस्तो छिमेकीको लाई चाहिँ हामीले गर्दाखेरि केही असर परेको छ कि भन्ने हामीले हेरे जस्तो त्यो बच्चालाई पनि अब नचाहिने चिजहरू बढी चिजहरू दिँदाखेरि अर्को बच्चालाई असर पर्न सक्छ कि भन्ने चाहिँ प्यारेन्ट्सले पनि बुझ्दैन। बेसिक भन्दा बाहेक ओभर प्याम्पर गर्ने कुरामा चाहिँ पेरेन्ट्सले पनि कन्ट्रोल गरिदिनु पर्यो। एउटा मेसेज पेरेन्ट्सलाई यही बेला अब त्यो त बुझ्नु भएको छ। तर प्यारेन्ट्सले पनि अब बच्चाले पिरायो भन्ने खालको होला भन्दा पनि होइन, त्यसले गर्दाखेरि पनि पठाउनुहुन्छ। र तर त्यस्तो नगर्दा चाहिँ बेस हुन्छ। यी त बच्चा बच्चीका कुरा भयो। अब अलिकति युवातिर जाउँ। चन्द्रगिरीका युवाहरूमा क्षमता कतिको देख्नु भएको छ? के गरिरहेछ? चन्द्रगिरीका युवाहरू एकदमै क्यापेबल हुनुहुन्छ। गेमहरूमा पनि लागि नै रहनु भएको छ होइन। अब अहिले आइटी सेक्टर अलिक पपुलर भइरहेको छ, त्यसमा पनि चन्द्रगिरी युवाहरू लागिरहनु भएको छ। पेसा व्यवसायहरू पनि गरिरहनु भएको छ। तर उहाँहरूलाई चाहिँ कस्तो भने अहिले तपाईँले भने जस्तो तुरुन्तै बेनिफिट नखोजौँ, किनभने लगानी अब त्यो एउटा टाइम हुन्छ। जस्तो हामीले स्कुलै खोल्दाखेरि पनि पहिले सुरुदेखि नै बच्चा टनाटन भएर प्रफिटमा जाँदैन। पसलै अथवा रेस्टुरेन्टै अथवा केही व्यवसाय गर्दा पनि तुरुन्तै त्यसको प्रतिफल आउँदैन नि। त्यो धैर्य गरेर त्यो पेसामा टिकेर बस्यो भने चाहिँ अवश्य त्यसले चाहिँ रिटर्न दिन्छ भन्ने खालको चाहिँ मेरो बुझाइ छ। अहिले अब हाम्रो युवाहरूलाई पनि म त्यही भन्न चाहन्छु कि जे गर्नु भएको छ, जुन पेसामा लाग्नु भएको छ त्यसमा चाहिँ धैर्य भएर एकदम लगापूर्वक चाहिँ लाग्यो भने त्यसबाट प्रफिट आउँछ। क्षमता भएर पनि आत्मविश्वास अलिक कम हुन्छ नि त। अब क्षमता छ तर छिटो रिजल्ट खोज्दाखेरि अथवा त्यसमा धैर्य भएन भने त्यो आउने प्रफिटहरू आउने सम्भावनाहरू पनि नआउन सक्छ, प्राप्त नहुन सक्छ। जस्तो अहिले त विदेशै भाग्ने ट्रेन्ड छ जलाबको टाप होइन, त्यो रोक्नलाई चाहिँ हामीसँग सम्भावनाहरू के छ? के गर्न सकिन्छ? यो बाटो पनि छ है हाम्रो चन्द्रगिरीमा, भाग्नु पर्दैन भन्ने। अब विदेशै जाने जुन एउटा ट्रेन्ड छ नि, त्यो नै सोल्युसन चाहिँ अन्तिम सोल्युसन चाहिँ होइन। अब जस्तो अहिले अब कुन देशमा कुन बेला कुन देशसँग आक्रमण हुन्छ, कुन लडाइँ हुन्छ होइन। अब त्यो अवस्थामा सबै विदेश जानेले अथवा सबै विदेशको गाडीले राम्रैसँग कमाएका छन् भन्ने पनि छन्, त्यहाँ दुःख पनि छन् होइन। तर त्यसको अलावा पनि एउटा कुरो चाहिँ के छ भने हामीसँग देश छ भनेर बुझ्नुपर्छ। हाम्रो यो देश हो, त्यहाँ गएर पैसा कमाएला रमाइलो होला, आफ्नो ठाउँमा छ, जिन्दगी भाँची बित्ला आफ्नो ठाउँमा छ, तर देश त छैन नि। देश यहाँ छ नि त। त्यो भएर यो पैसा मात्रै सबै कुरो, सुखसार मात्रै सबै कुरो होइन, देश पनि केही हो, महत्त्वपूर्ण कुरा हो। आइडेन्टिटी पनि त हो आफ्नो परिचय।
पर्छ होइन। जस्तो हामीले त्यहाँ गरेको दुःख यहाँ गर्दाखेरि त्यो बराबर नहोला, पैसा नहोला, तर आत्मसन्तुष्टि त त्यहाँभन्दा बढी आउँछ नि त। जस्तो विदेशमा लाख रुपियाँ महिनामा कमाउँछ भने त्यो मेहनत यहाँ गर्दाखेरि 50,000 सही, तर आफ्नो देशमा बगाएको पसिना चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो मलाई चाहिँ लाग्छ। आजको एउटा विद्यार्थी निराश भएर बसिरहेको छ, तर संयोगवश हाम्रो यो कार्यक्रम हेऱ्यो, उसलाई के भन्न चाहनुहुन्छ? होइन, अब हामी यो समाजमा त धेरै थरी मान्छेहरू छ नि त। अब जुन युवा छ केही गर्न चाहिरहेको छ भने उसले के गर्न खोजेको हो त्यो कुरा चाहिँ स्पष्ट रूपमा मेरो भिजन यो हो, मैले यो गर्छु भनेर कसैसँग सेयर गरेर आउने हो भने यहाँ सहयोग गर्ने हातहरू पनि छन् नि त, सहयोग हुन्छ। उसले त्यो युवालाई सहयोग गरेर उसको जुन इच्छा छ, जुन उसको खुबी छ, त्यो खुबीलाई युटिलाइज गरेर ऊ यहाँ बाँच्न सक्ने अवस्था छ भने समाजमा त विभिन्न मान्छेहरू छन्, त्योबाट सपोर्ट हुन्छ। हाम्रो स्थानीय सरकारहरूले सपोर्ट गर्छ होइन, सरकारले पनि सपोर्ट गर्छ। भनेपछि अहिले चाहिँ युवाहरू कस्तो भयो भने टार्गेट नै विदेश जाने, +2 गरेपछि विदेश जान्छ भने यहाँ किन गर्ने भन्ने खालको त्यो मनोभावनालाई चाहिँ हामीले अब यहीँ गर्न सकिन्छ, यहीँ गर्नुपर्छ भन्ने एक खालको एउटा भावनात्मक चेन्ज चाहिँ ल्याउनुपर्ने छ। तर विदेशै जानु चाहिँ अन्तिम सोल्युसन चाहिँ होइन, त्यो हुँदैन। आखिर अल्टिमेटली फर्केर यहीँ आउनुपर्छ। अहिले नआए पनि उमेर गइसकेपछि बुढेसकालमा आउनु पनि यहीँ हो। भनेपछि यही क्षेत्रलाई चाहिँ हाम्रै क्षेत्रमा काम गऱ्यो भने त भोलि फाइदा त यहीँ बस्नेलाई हुन्छ नि त, सबैलाई हुन्छ, देशलाई हुन्छ। देश चाहिँ ठुलो कुरो हो भन्ने सोच्न चाहिँ म पर्छ जस्तो लाग्छ मलाई चाहिँ। जस्तो यो नगरपालिका स्तरीय फुटबलको तयारीमा हुन्छ तपाईँहरू, चन्द्रगिरीको यो मैकापको फुटबल ग्राउन्डको स्तरोन्नतिको प्रयासमा हुनुहुन्छ। धेरै कुराहरू परिवर्तन हुँदै जाला, जुन प्रयास गरिरहनु भएको छ ती सफलताको रूप पनि लिएलान्। 5 वर्ष पछाडिको चन्द्रगिरीलाई कसरी हेर्नुहुन्छ? यस्तो छ, अब 5 वर्ष पछाडिको चन्द्रगिरी भनेको अब अहिले हाम्रो पूर्वाधारहरू करिब बाटोहरूदेखि लिएर बन्नुपर्ने कुराहरू धेरै बनिसकेका छन्। जुन 9 वर्ष अगाडि नगरपालिकाको स्थानीय जनप्रतिनिधिहरू आउनुभन्दा पहिले र अहिलेको चन्द्रगिरीमा धेरै चेन्जेस आइसकेको छ विकास निर्माणको। अब हामीले त्यसलाई चाहिँ क्यास गर्ने चाहिँ कसरी, त्यसमा युवाहरूलाई रोजगार बढाउने कसरी भनेर त्यो कुराहरू चाहिँ हामीले अब चाहिँ सोच्नुपर्ने बेला जस्तो लाग्छ। जस्तो हाम्रो पर्यटनको लागि हाम्रो इन्द्रदहदेखि लिएर हाम्रो चन्द्रगिरी भालेश्वर अहिले जुन केबल कार चलिरहेको छ त्यो ठाउँ भनेको एकदम ऐतिहासिक पौराणिक हाम्रो पर्यटकीय क्षेत्र हो। इन्द्रदहलाई कालो पानीले चिनिन्छ अहिले, चिनिन्छ। अब त्यो ठाउँमा पेसा व्यवसायहरू अहिले रिसोर्टहरू राम्रो रिसोर्टहरू खुलिएको छ होइन। अब कृषिमै पनि हाम्रो त्यो क्षेत्रमा चाहिँ गर्न सकिने ठाउँहरू छ। जस्तो 5 वर्षभित्र चाहिँ हामी केमा आत्मनिर्भर बन्ने त भनेर एउटा मास्टर प्लान बनाएर गयो भने 5 वर्षभित्र हामीले त्यो पुरा गर्न सक्छौँ। जस्तो ल हामी चन्द्रगिरी मासुमा चाहिँ आत्मनिर्भर हुने भन्ने हो भने त्यो खालको स्ट्राटेजी बनाएर कुखुरा फार्मदेखि लिएर बाख्रा पालनदेखि लिएर बङ्गुरदेखि लिएर के कति गर्न सकिन्छ त्यो गर्न थाल्यो भने 5 वर्षमा हामी गर्न सक्छौँ। कृषिमा पनि हामी केमा चाहिँ आत्मनिर्भर हुने, धानमा, गहुँमा अथवा तोरीमा अथवा केमा होइन। अब अन्य पेसाहरूमा केमा गर्ने त भनेर हाम्रो चाहिँ एउटा मास्टर प्लान गरेर गर्ने हो भने 5 वर्षभित्र धेरै कुराहरूमा हामी आत्मनिर्भर बन्न सक्छौँ। टुरिस्ट पनि हामी राम्रो भित्राउन सक्छौँ होइन। त्यसले टुरिस्टबाट चाहिँ हाम्रो आम्दानी पनि राम्रो हुन्छ। अहिले त काठमाडौँ आउने विदेशी पर्यटकहरूको आइटिनरीमा एक दिन चाहिँ चन्द्रगिरी जाने भन्ने त परेकै छ। त्यो बाहेक हामीले इन्द्रदहलाई डाइभर्ट सक्यो अथवा त्यो हाम्रो इन्द्रावती जुन बल्क खोला भन्छौँ हामी, त्यो खोलाको दुईतिरको करिडोरलाई चाहिँ हामीले राम्रोसँग युज गर्न सक्ने हो भने अथवा त्यहाँ एउटा बोटिङ गराउन सक्ने सम्भावना देखिन्छ। त्यसलाई जलाशय एउटा बनाएर एउटा बोटिङ गराएर गर्ने हो भने त्यहाँ पनि अर्को एउटा सम्भावना देख्छु मैले चाहिँ होइन। त्यसले गर्दाखेरि 5 वर्षभित्र हामी कहाँ पुग्ने त भनेर एउटा मास्टर प्लान चाहिँ गर्नु आवश्यक छ। यतिकै त बन्दैन, कसैले त्याग नगरिकन कसैले योगदान नगरिकन बन्दैन, तर सम्भावना चाहिँ चन्द्रगिरीमा प्रचुर छ। हामी करिब अन्त्यतिर छौँ कार्यक्रमको। अब यो मजाको यो गफलाई मैले ब्रेक गरेर छिटो क्विक फायरमा जान चाहेँ, सानो गेम जस्तो होइन। हजुरलाई म क्वेसन सोध्छु, एउटा चाहिँ छान्नु होला है त। पुस्तक कि प्लेग्राउन्ड? प्लेग्राउन्ड। ओके। अनुशासन कि प्रतिभा? अनुशासन। होमवर्क कि प्रोजेक्ट? प्रोजेक्ट। फुटबल कि क्रिकेट? फुटबल। वर्ल्ड कप फाइनल कि एसई रिजल्ट डे? अहिलेलाई एसई रिजल्ट गइसक्यो। ओके। मर्निङ एसेम्बली कि स्पोर्ट्स डे? स्पोर्ट्स डे। टिचर कि स्टुडेन्ट? स्टुडेन्ट। ओके। 1 वर्ड फर एजुकेसन? ब्याकबोन। ओके। अनि युवा?
मतलब युवा युवालाई एक शब्दमा वान वर्ड फर युथ डिसिप्लिन वान वर्ड फर चन्द्रगिरी मास्टर प्लान वान वर्ड फर नेपाल पोलिटिकल स्टेबिलिटी अनि वान वर्ड फर कृष्ण हरि बस्नेत गएन ओके हुन्छ सर हामीलाई समय दिनुभयो यहाँसम्म आएर धेरै धेरै धन्यवाद थ्याङ्क यू मेरो आफ्नो भनाइ राख्ने मौका दिनुभयो त्यसको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद विद्यालयको सपना शिक्षकको आत्मविश्वास र अभिभावकको साथ यति भएपछि एउटा बच्चा र एउटा युवा भोलि देशको जिम्मेवारी बोक्न पक्कै पनि काबिल हुन्छ। यस्तै यस्तै कुरा गऱ्यौँ हामीले आज चन्द्रगिरी राइजिङमा। हामीलाई हेरेर साथ दिनुभयो। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। भोलि फेरि भेट्नेछौँ। नमस्कार।